कुनै पनि देशको वास्तविक कथा बुझ्नलाई के हामीले सधैँ ठूला ठूला इतिहासका किताब नै पल्टाउनु पर्छ त? सायद पर्दैन। कहिलेकाहीँ एकै दिनका केही मुख्य समाचारहरूले पनि देशको पूरै चित्र देखाइदिन्छ। आज हामी त्यही गर्दैछौँ, नेपालको कथालाई केही खबरहरू मार्फत बुझ्ने प्रयास गरौँ। हो, मात्र एक दिनका 5वटा समाचार सुन्दा त यी सबै फरक फरक लाग्न सक्छन्, तर जब हामी यी सबैलाई एकै ठाउँमा राखेर हेर्छौँ तब आधुनिक नेपालको एउटा निकै शक्तिशाली तस्विर बन्छ। अनि हामीले यो सबै जानकारी एउटा साधारण दैनिक समाचार बुलेटिनबाट लिएका हौं। ल अब यसमा डुबुल्की मारौँ है त र हेरौँ देशलाई कस्ता शक्तिहरूले चलाइरहेका छन्। सबैभन्दा पहिले राजनीतिबारे कुरा गरौँ। यहाँ त भनौँ न, देशको मुटुमै एउटा गहिरो तनाव चलिरहेको छ। एकातिर वर्तमान छ, अर्कोतिर इतिहास। हेर्नुस् त कस्तो अनौठो अवस्था छ। एकातिर देश लोकतान्त्रिक बाटोमा अघि बढ्न खोज्दैछ, नयाँ नेतृत्वले चुनावको तयारी गर्दैछ। यो भयो अगाडि बढ्ने कुरा। तर ठ्याक्कै त्यही बेला अर्कोतिर के भइरहेको छ त? काठमाडौँका सडकमा राजतन्त्र फर्काउनु पर्छ भनेर ठूलो प्रदर्शन। यो त देशको भविष्य र विगत बीचको सिधा टक्राउ जस्तै भयो। अनि यो लडाईँ यो खाली विचारको मात्र होइन है, यसको वास्तविक मूल्य चुकाउनु परेको छ। हालैका प्रदर्शनहरूमा 2 जनाले ज्यान गुमाए। 2 सुन्दा थोरै लाग्न सक्छ, तर यसले के देखाउँछ भने नेपालको पहिचानको लागि भइरहेको यो सङ्घर्ष कति गम्भीर र व्यक्तिगत तहसम्म पुगिसकेको छ। ल अब राजनीतिको यो तनावबाट अलिकति मोडिएर अर्को एउटा महत्त्वपूर्ण पाटो हेरौँ। त्यो हो आजको डिजिटल जेनेरेसन, यानि कि इन्टरनेटमा जोडिएको जनसङ्ख्या र राज्यको शक्तिबीचको सम्बन्ध। दिनको दोस्रो ठूलो खबर के छ भने सरकारले सोसल मिडियामा लगाएको त्यो विवादास्पद ब्यान हटायो। हो, त्यो ब्यान अब छैन। यो सरकारको नीतिमा आएको एउटा ठूलो युटर्न हो। यो निर्णयले युवा प्रदर्शनकारीहरूमाझको तत्कालको तनाव त पक्कै कम गर्ला, तर यसको पछाडिको कथा अझै ठूलो छ। यो त सिधा एउटा शक्ति सङ्घर्ष हो, जहाँ युवाहरू आफ्नो आवाज खोजिरहेका छन् अनि डिजिटल दुनियाँ नै उनीहरूको रणभूमि बनेको छ। अब हाम्रो ध्यान एउटा यस्तो शक्तिमा केन्द्रित गरौँ जसले नेपालको जीवनको हरेक पक्षलाई आकार दिन्छ। त्यो हो यहाँको प्रकृति र शक्तिशाली वातावरण। हालैका प्राकृतिक प्रकोपहरूमा कम्तीमा 44 जनाले ज्यान गुमाएका छन्। यो एउटा नम्बर मात्रै होइन, यो त 44 वटा परिवारको कहिल्यै नपुरिने घाउ हो। यसले देशले सामना गरिरहेको प्राकृतिक चुनौती कति भयानक छ भन्ने देखाउँछ। अनि यो विपत्ति एउटा मात्र थिएन। समस्या के भयो भने पहिले पूर्वी नेपालमा ठूलो पानी पर्यो, त्यसपछि भूकम्प गयो, अनि त्यसले गर्दा जताततै विनाशकारी पहिरो। मतलब एउटा घटनाले अर्कोलाई झन खराब बनाउँदै लग्यो, जसले गर्दा अझै धेरै मानिसहरू जोखिममा परेका छन्। यी सबै चुनौतीहरूको बीचमा एउटा आशाको खबर पनि छ। देशभित्रका समस्याबाट अलिकति बाहिर निस्केर हेरौँ अब आर्थिक पाटोमा, जहाँ भविष्यको लागि काम भइरहेको छ। नेपाल भारतको सिमानामा एउटा नयाँ कस्टम्स पोइन्ट बन्दैछ। यसको सोझो मतलब के हो भने 2 देशबीच व्यापार गर्न सजिलो हुने भयो। यो भविष्यको लागि एउटा बलियो र देखिने गरी गरिएको कदम हो। सोच्नुस् त, एकातिर राजनीतिक खिचातानी, अर्कोतिर प्रकृतिको कहर। यस्तो बेलामा आएको यो आर्थिक विकासको खबरले एउटा सकारात्मक सङ्केत दिन्छ। यसले के देखाउँछ भने जतिसुकै गाह्रो भए पनि अगाडि बढ्ने प्रयास रोकिएको छैन। ल अब हामीले हेरेका यी सबै फरक फरक टुक्राहरूलाई जोडेर एउटा पूरा तस्विर बनाउने कोसिस गरौँ। हेर्नुस् त, राजनीतिमा नयाँ र पुरानोको लडाईँ छ। समाजमा सरकार र जनताबीच डिजिटल स्पेसको लागि तानातान छ। प्रकृतिले आफ्नो चुनौती दिइरहेकै छ, तर यी सबैको बीचमा अर्थतन्त्रमा भविष्य बनाउने काम पनि भइरहेको छ। हो, यी सबै मिलेर नै आजको नेपालको कथा बन्छ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। राजनीति, प्रकृति अनि प्रगति, यी 3वटा शक्तिशाली कुराहरूबीच नेपालले त्यो सही सन्तुलन कसरी खोज्ला? सायद यही प्रश्नको जवाफमा नै नेपालको भविष्य लुकेको छ।